त्यो हामीले सक्यौँ बहिनीलाई है 10,000 छ यसमा भाडु नानीको राम्रोसँग उपचार गर्नु। अब हामीले यति दिएर त पुग्दैन, नपुग्यो पनि होइन, त्यही पनि हाम्रो मनले मानेन यहाँ आउँ। अब हामी त यहीँ बस्ने मान्छे हो होइन। अब बहिनीको भिडियोहरू देखिए सञ्जालमा होइन, सामाजिक सञ्जालमा यता यहाँ भएछ बोल्छ, त्यही भएर अनि हामी पनि बहिनीलाई सकेको अनुसारको सहयोग गरौँ भनेर आएको होइन। ल अब जेसुकै भए पनि होइन, यति टाढो आइसकेपछि त हामीलाई पनि इच्छा लाग्यो क्या भेट्न भनेर। नानीको अवस्था यस्तो छ होइन, आज तिमीलाई पढ्छ भोलि के थाहा होइन, कसलाई पनि पढ्नु सक्छ। त्यही भएर अब हाम्रो तर्फबाट है बहिनीलाई राम्रोसँग चाहिँ धन्यवाद तपाईँहरूलाई। यति सानो उमेरमा यस्तो चिजहरू झेल्नु परेछ। अनि यसको बाबा चाहिँ हुनुहुन्न, बाबा चाहिँ हुनुहुन्न तर अझैसम्म कहाँ हुनुहुन्छ के छैन। अब यसरी नै अब ताईले अगाडि बढाउँदै हुनुहुन्छ उपचारको लागि, इलाजको लागि। अब राम्रोसँग गराउनु होइन, निको होस्। यस्तो राम्रो नानी चाहिँ अब के रोगले छुन्छ मान्छे भएपछि। ल बहिनी अब राम्रोसँग केयर गरेर राम्रोसँग उपचार गरेर राम्रो भएपछि लिएर पछि पनि अब यहाँनिर आउनु मिल्यो भने हामी आउँला है। चाहिँ अहिले यहाँ न्यू दिल्लीबाट आएको, न्यू दिल्ली मादिपुरमा बस्छ हामी चाहिँ। अनि यहाँनिर अब हामीले भिडियोहरू देख्यो नि त, भोजा सर यहाँ आउनु भएको रहेछ अनि बच्चालाई लिएर। अनि अब हामी पनि नेपाली हो होइन, नेपाली भएको हुनाले अनि त्यही भएर नि यसो हामी पनि केही सक्छु कि अब हामीले सकेको अनुसारको होइन बहिनीलाई केही हेल्प गर्न सक्छु कि भनेर आएको हो। अनि त्यही हो। नेपाल घर छ कहाँ नि हजुरको? नेपाल हाम्रो सरलाई हो, सरलाई हरियन भन्छ। हजुरको के छ भनाइ? कस्तो लाग्छ? हामी एउटै फ्यामिली हो। भोजा थापाले गरेको दिदीबहिनी कस्तो लाग्छ? दिदीबहिनी होइन, आमाजु नन्द। उहाँ चाहिँ मेरो आमाजु दिदी हो। आमाज भने ठुलो होइन, नन्द श्रीमानको भनेपछि उमेरले फेरि उहाँ कान्छ होला होइन, जेठो नै हुन्छ। मतलब हाइटले मात्रै हो। हजुर हाइटले छोडो भएर होला अलिकति। ल धेरै राम्रो। सर कुन ठाउँबाट आउनुभयो हजुर यता सर? यहाँ सोनीपत रेडामा काम गर्छु। शिवनाथ हुन्छ शिवनाथ एक बैतडी मेरो घर हो, सुदूरपश्चिम। त्यो नानीको यो के उपचारका लागि आउनु भएको छ? होइन, उपचारको लागि आयो होइन, अहिले भेट्नको लागि आयो। आफ्नो गाउँको चरा पनि प्यारो लाग्छ भन्छ नि, त्यसैले अब भिडियो मार्फत देखेँ मैले। धन्यवाद। बहिनीको राम्रो होस् भनेर अब जति हुन्छ त्यति दिँदैछ हामी। कति छ? यहाँ 10,000 भाउ छ। 10,000 यो तपाईँहरूको व्यक्तिगत तर्फबाट हो? हजुर हजुर, हाम्रो व्यक्तिगत। बहिनीहरूले जस्मिन बहिनीको उपचार भइरहेकै अस्पतालमा ल्याएर 10,000 रुपियाँ सहयोग गर्दै हुनुहुन्छ। तपाईँलाई म धेरै धन्यवाद दिन चाहन्छु। यो माया सहयोगको लागि पैसा मात्रै सहयोग होइन, मैले बार भनिरहेको छु। तपाईँले यहाँ आएर मिठो वचन बोलिदिए मात्रै पनि होइन, हामीले गरेको कामको लागि हौसला दिए मात्रै पनि अनि आशीर्वाद बहिनी निको छिटो हुनु है भनेर दिए मात्रै पनि पुग्छ क्या। पैसा मात्रै ठुलो कुरा त होइन, तर पनि पैसा नभई हुँदैन त्यो पनि छ फेरि होइन। उपचार यति ठुलो अस्पतालमा भइरहेछ कि धेरै धन्यवाद दिन चाहन्छु। अनि यो रकम चाहिँ बहिनीकै हातमा दिनु है। बहिनीकै हातमा दिनु। प्रत्यक्ष आउनु भएको छ। तपाईँले धेरै राम्रो काम गरिरहनु भएको छ, यसरी नै अगाडि बढ्नु सधैँभरि है। अब भेट्ने अवसर त हामीलाई खासै मिल्ला जस्तो त लागेको थिएन, तर हामी भेटे एकदम खुसी छौँ। सधैँ मलाई हेर्नुहुन्थ्यो नि, कहिलेकाहीँ त मैले पनि तपाईँलाई देख्नु पर्यो नि त होइन। आउनुभयो खुसी लाग्यो। खासमा मै जानु पर्थ्यो, तपाईँ आउनु भएको छ। अब संसारले चिनेको मान्छेलाई होइन, हामीले पनि यसो हामीलाई आफूलाई पनि चिनौँ हजुरलाई भनेर आएको हो नि त। हामी पनि यसो बहिनीलाई पनि भेट्ने। एकदमै आभारी छौँ, एकदमै खुसी छौँ। तपाईँहरूको यो समाज सेवाको काम देखेर, मानवताको काम देखेर, कार्य देखेर एकदमै खुसी छु। सधैँ यस्तै मानवता मनमा राखेर अगाडि बढ्नुहोस्। सधैँ दुखी गरिबको सेवामा लागिरहनुहोस् है। सधैँभरि भनिन्छ नि, आज एउटा हात यति दिनुहुन्छ, भोलि अर्को हात भगवान्ले तपाईँहरूमा दिनुहुनेछ अर्को हातबाट होइन। यो रकम चाहिँ बहिनीलाई नै दिनुलाई है। यतै नोकरी गर्नुहुन्छ कि व्यवसाय के छ? हाम्रो चाहिँ यतै व्यवसाय हो। हाम्रो चाहिँ यहाँनिर रेस्टुरेन्ट। कुन ठाउँमा? हाम्रो यहीँनिर